नमस्कार दर्शकवृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आजको कथा विद्वान चोरको कथा रहेको छ। एका देशमा एउटा किसान थियो। ऊ साह्रै मेहनती पनि थियो। ऊ सिजन अनुसारको खेती लाउने गर्थ्यो, तर दुःख गरेर जति खेती लगाए पनि उसलाई सुगाले साह्रै दुःख दिएको थियो। एक दिन उसले अति भएर सुगालाई जालमा पार्न पासो थाप्यो। खेती खान आएका सबै सुगा पासोमा परे। उसले पासोमा परेका सुगालाई भुटेर खान्छु भनेर पोको पार्यो। ती सुगामा एउटा बाठो सुगा पनि थियो। उसले किसानलाई बिन्ती गरेछ, हामीले तपाईलाई साह्रै दुःख दियौं, तर एकपटक हाम्रो प्राण जोगाइदिनुहोस्। म अहिलेसम्मको क्षतिपूर्ति दिन्छु। मलाई लैजानुहोस्, बरु अरूलाई छोडिदिनुहोस्। उसको कुरा किसानले मानेछ। उसले अहिलेसम्मको क्षतिपूर्ति दिन्छु भनेकाले उसलाई घरमा पालेर राखेछ। सुगाले पैसा कमाउने हो भने व्यापार गर्नुहोस् भनेछ। सुगाको कुरा सुनेर किसानले पनि व्यापार थाल्यो। सुगाले व्यापार गर्ने भन्ने सुनेर सबै मानिस त्यहाँ गएछन्। उसले बेसरी पैसा कमाएछ। किसानले अब मलाई एउटा छोरा देऊ भनेर सुगासँग मागेछ। सुगाले यज्ञ लगाऊ भनेछ। उसले यज्ञ लगाएको 1 वर्षभित्र किसानको छोरो पनि जन्मियो। सुगाले अब मलाई छुटाइदेऊ भन्यो। उसले फेरि छोराको न्वारान गराइदेऊ भनेछ। न्वारान पनि भयो। त्यसपछि व्रतबन्ध गराइदेऊ भनेछ। त्यसपछि जान्छु भन्दा बिहे पनि गराइदेऊ भनेछ। अब अति भएर सुगालाई रिस उठेछ। सुगाले भनेछ, अब पनि मलाई छुटाएनौ भने तिम्रो कमाई पनि सकिन्छ र तिम्रो छोरो पनि मर्छ। सुगाका कुरा सुनेर किसानले डराएर उसलाई छोडेछ, तर पिजडामा बस्दा बस्दा उसका पखेटा कुजिएकोले ऊ उड्न सकेन। सुगाले किसानलाई तिम्रो छोरा मलाई बोकेर जान पठाइदेऊ, म उसलाई विद्वान बनाएर पठाइदिन्छु भनेछ। अरू सुगाले आफू पनि बाँच्यौं र हामीलाई पनि मान्छेका पन्जाबाट छुट्यायो भनेर स्याबासी दिएछन्। सुगाले केटालाई अति विद्वान बनाएर घर पठाइदिएछ। केटो घर फर्किँदा पार्टीमा बाँस बसेछ। त्यहाँ चोर लुक्ने ठाउँ रहेछ। उसलाई चोरले तको होस् भनी सोधेछ। केटोले म पनि चोर हुँ भनेछ। केटोले नयाँ कुरा चोर्न सिकाएछ, किनकि ऊ सबै विद्यामा पोख्त थियो। चोरहरू खुसी भएछन्। त्यसपछि उनीहरू राजाको दरबार फोर्न गएछन्। केटो बाहिर र चोरभित्र पसेछन्। राजाले देखेर चोरको खुट्टा तानेछन्। केटोले राजाले खुट्टा तानेको देखेर चोरको टाउको तानेछ। अरू चोर भागेछन्। पोल खुल्ने डरले केटो टाउको बोकेर टाप कसेछ। त्यति बेला टाउको र शरीर एकै ठाउँमा पोल्नु पर्ने चलन थियो। यसो नभएमा अनर्थ हुन्थ्यो। यो कुरा चला केटोलाई पनि थाहा थियो। त्यसैले केटोले जोगीको भेष धारी टाउकोलाई पिठोमा मुछेर डल्लो पारेछ। टाउको पोल्न त्यही शरीर पोल्न लगेको ठाउँमा गएछ। तर उसलाई राजाको नजरबाट बच्नु पनि थियो। त्यसैले भनेछ, म घाटमा रोटी पोलेर मात्र खान्छु। जलेको चितामा रोटी पोल्न नपाए म भोकै हुन्छु। त्यसैले मलाई यो पिठोको डल्लो पोल्न दिनुहोस् भनेछ। उसले म गाँजा खाने मान्छे हुँ भनी अरूलाई पनि गाँजा खाएर लट्ठ पारेछ। ऊ त्यो पिठोले मुछेको टाउको डढिन्जेल अरूसँग ठट्टा गरेर बसेछ। जोगीको रोटी डढ्यो। खुच्चिङ, अब के खान्छ? अरूले भनेछन्, अब म के खाने, म भोकै मर्ने भएँ भनेर उसले नाटक गरेछ। एकछिन हाँसो मजाक गरेपछि जोगी एकातिर लागेछ। उता राजालाई टाउको र शरीर एक ठाउँमा जलाउन पाइएन भनेर पिर परेको थियो। त्यसैले उनले शरीर पोल्न जाने मानिससँग त्यहाँ कोही टाउको पोल्ने आएनन् भनेर सोधे। उनीहरूले कोही आएनन् भनेर भने। सम्झ त कोही त आयो होला भनेर राजाले सोद्धा कामदारले एउटा रोटी पोलेर खाने मानिस आएको थियो भनेछन्। तब राजाले त्यो चोर त चण्डाल रहेछ, त्यसलाई खोज्न लगाएछन्। चोर केटो भने जोगीको भेष बदलेर मसान घाट छेउमा बसिरहेको थियो। उसलाई राजाका मान्छेले समात्लान जस्तो लागेपछि उसले नरिवलको डल्लो गलबन्दीले बेरेर हत्तनपत्त नदीमा बगाएछ। राजाका मान्छे गटगट गरेर खोज्न आए र तैँले देखिस् भनेर सोधे। अरू त देखिन, तर एउटा जोगी तपाईँहरूलाई देखेर भर्खरै हाम फाल्यो भनेर नरिवलको डल्लोतिर देखाइदियो र आफू पक्राउ पर्ने डरले भाग्यो। राजाका मान्छेले त्यो टाउको समाउँदा नरिवल पो रहेछ भन्ने थाहा पाए र चोर त त्यही केटो पो रहेछ भन्ने कुरा उनीहरूले निर्गोल गरे। यो कुरा उनीहरूले राजालाई पनि भने। राजाले यो चोर साह्रै टाठो रहेछ,
हामीलाई पटक पटक छक्याएर भाग्न सफल भयो भनेर चोर केटोसँग निकै प्रभावित भएछ। उनले यो चोर फेला परेमा कान्छी छोरी पनि दिन्छु र आधा राज्य पनि दिन्छु भनेर झ्याली पिटाए। यो कुरा चोरले थाहा पायो र राजा भएको ठाउँमा आयो। उसले राजालाई आफ्नो सबै वृत्तान्त बतायो। राजाले उसलाई अगाडि राखेर 3वटा शर्तहरू भने। ती शर्तहरू पूरा भएमा मात्र आधा राज्य सहित छोरी पनि दिन्छु भने। 1 मुरी तोरी, 1 मुरी कोदो र 1 मुरी तिल एकै ठाउँमा मिलाएर राखिदिन्छु, छुट्याइदे भने। केटोसँग पशुवाक्य बुझ्ने क्षमता थियो। उसले तुरुन्त वनका सबै चरा बोलाई एकैछिनमा कोदो, तोरी र तिल छुट्याइदियो। पहिलो शर्त पूरा गरेपछि उनले दोस्रो शर्त राखे। उनले भने, त डाँडाको बीचमा गएर बस, हामी तलबाट डरेलो लगाइदिन्छौँ, त भाग्न पाउने छैनस्। परीक्षामा पास भइस् भने कबुल अनुसारको बक्सिस तैँले पाउनेछस्। केटो पनि के कम, उसले इन्द्रलाई मनमनै गुहार्यो। इन्द्रले पनि कुरो बुझेर एकैछिनमा गडाङ गुडुङ गरेर पानी पारिदिए। केटो दोस्रो परीक्षामा पनि पास भयो। त्यसपछि उसले तेस्रो शर्त राखे। उनले भने, 9 तलामाथि मेरी छोरीको कोठा छ। पाले पहराहरू तलदेखि माथिसम्म बसेका छन्। तिनको आँखा छलेर मेरी छोरीको कोठामा जा। यसपछि साँझमा केटो मुसा गुहार्यो। मुसाले भित्ता भित्तैबाट पाल पारिदिए अनि ऊ राजकुमारीको कोठामा पुग्यो। आफूले दिएका सबै परीक्षामा पास भएकाले राजा केटोदेखि चौपट्टै खुसी भए। ऊ साँच्चैको चोर नभएको कुरा थाहा पाएर राजा झन बढी खुसी भए। उनले केटोलाई कान्छी छोरी र आधा राज्य समेत दिए। केटो दुलही लिएर व्यापारी बाबु भएको ठाउँमा फर्केर आनन्दले बस्न थाले। आजको कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला।